यादमा बितिरहेछन् मेरै रातहरू यादमा बितिरहेछन् भावनामा हाम्रो प्रेमलाई सजाइराखे यो जीवनमै आउला बादल भई त्यो रमाइलो गाउँमा त्यो रमाइलो गाउँमा जारीको क्रेज यहाँ डरो रहेछ यार टिकटै नपाउने यार सो हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल तपाईँहरू सबैजनालाई मेरो च्यानलमा चाहिँ स्वागत छ होइन सो आज चाहिँ न्यु इयर होइन न्यु इयरको दिन चाहिँ यसो घुम्नु रमाइलो गर्नु भनेर म चाहिँ हिँड्न लाग्छु तपाईँहरूलाई न्यु इयरको नयाँ वर्षको शुभकामना त्यसलाई के शुभकामना भन्छ गजब बेइज्जती है शुभकामना मलाई खालि शुभकामना दिन त आउँदैन होइन फेरि म कसैलाई दिदिनँ पनि आउँदैन कसरी दिने के भन्छ मान्छेहरू अनि भन्यो भने चाहिँ सेम टु यु भनिदिन्छु है त्यति हो अनि यो न्यु इयर चाहिँ खास के हुन्छ भने चाहिँ मैले सोचेअनुसार चाहिँ मतलब बुझेअनुसार चाहिँ यो दिन चाहिँ जे गरियो यो सुरुको दिन अनि त्यसपछि आउने यो वर्षैभरि त्यस्तै हुन्छ भनेपछि चाहिँ अलिक रमाइलो गर्नुपर्छ भन्ने हो तर आज बाहिर घुम्न आइरहेको छु अनि भ्लग गरिरहेको छु आज न्यु इयरको दिन किनकि वर्षैभरि चाहिँ म भ्लग गर्न पाऊँ होइन राम्रो तरिकाले राम्रो होस् सबैजना लाइक कमेन्ट सेयर सब्सक्राइब हाल्नु होला आजको दिन ताकि मेरो अरू भिडियोमा यसरी लाइक कमेन्ट सेयर सब्सक्राइब बढोस् सो होइन अलिक त्यही हो मान्छेहरूले मलाई हेरिरहेछ अरू त के भन्नु यार सबले हेरिरहेछ कस्तो कस्तो लाग्यो यार अनि आजको दिन चाहिँ मेरो साथीले चाहिँ राम्रो गर्नुपर्छ पढ्नुपर्छ यो दिन चाहिँ भएर यस्तो पढेको होइन फेरि उतातिर जानुपर्ने भइहाल्यो एकछिनमा त पढ्यो सो अनि हामी चाहिँ आज खास जारी फिल्म होइन हेर्न जान लागेको छौँ क्या अनि म त हिँड्दैछु साथीहरू उतै छ साथीहरूलाई भेटेर हामी चाहिँ जारी फिल्म हेर्न जान लागेको हो अब कस्तो छ के छ गएर हेरिन्छ जे राम्रो छ होला अलिक इमोसनल छ होला जस्तो लागिरहेको छ त्यस्तै हिजो प्रिमियरको बेला त्यस्तै इन्टरभ्यूहरू भइरहेको थियो के हो साइकल दाजुको त खतरा हात उयो के अरे बाइककै नै ठुलो टायर छ त म्याच त्यही होइन खास चाहिँ आज फिल्म चाहिँ होइन मिरुना मगरलाई हेर्नु हिँडेको भनेर त सुनिन्छ होइन जस फिल्म राम्रो बन्ने होला अनि कबड्डी 4 हेर्ने ठुलो उयो थियो क्या तर अनि त्यसले इक्जाम भएर 12को इक्जाम भएर हेर्न पाएन तर अनि आज जारी चाहिँ तिनीहरूको जोडीको होइन त्यही टिमको हेरिदिउँ भनेर हो गाइज म चाहिँ अहिले यहाँ आइपुगेको छु तपाईँहरूलाई मैले अस्ति यो पनि देखाइसकेको थिएँ है यहाँ त यस्तो छ माथिसम्म घरको गेटहरू सबै भत्काएर गेट जति सबै भत्काएर नहर बनाउँदैछ पुरा नहर त त्यस्तो तर सानो थियो नहर चाहिँ ठुलो नहर बनाउनु रहेछ यहाँनिर सब राम्रो भएर हिँडेछ आफूलाई घामै पोलेर मार्नु लाग्यो यार डेन्जर गर्ने भएछ क्या फेरि पोखरामा डेन्जर गर्ने बढेर यो मोबाइल कति हल्लिन्छ यार नहल्लाउनु भन हेलो गाइज हामी चाहिँ साथीलाई भेटेको छु मास्क खोल्दैउ न मेरो भ्लगमा केही भन्छौ र के भन्नु सर सबैलाई ह्याप्पी न्यु इयर त्यही हो राम्रो तरिकाले बस्नु होला होइन सुस्वास्थ्य के जाति दीर्घायु आयु के जातिको शुभकामना यस्तै भन्छ मलाई थाहा होइन यस्तो के भन्छ अरे अघिल्लो वर्षमा जे जस्तो होइन आउँदो राम्रोसँग गर्नु होला त्यही हो त्यो हो तर गाइज एउटा कुरा भनौँ मैले बाटोमा मिठो भ्लग गर्दै आउँदै थिएँ होइन बाटोमा भूत भेट्यो नि त दोष यार एकदम कालो दिन रहेछ डराएको यार बाटो भूत देख्यो यार सायद न्यु इयर बनाउनु हिँड्ने होला होइन
त्यो फिल्म हेर्ने हिँड्ने होला तर कताको अर्कै थिएटरतिर जान्छ होला के भन्छ र भेजिटेरियन सेर्नी बुझ्दैन ढुक ढुक भइदिरहेको You serious? नआएर हिँड्नु गएर मिठो भ्लग हान्दै थियो होइन त्यही गाइज गएर अब अर्को रुम जसको रुममा जान्छौँ अनि गएर गिटार हानेर बस्छौँ हामी चाहिँ गिटार छैन भन्थ्यो कि त गिटार छैन अरे भन्नु सुन्नु कसले लछ भन्दैछु निरज जस्तै त्यस्तो त्यस्तो सुन्नु त्यो जसलाई कल गर्नुहोस् त्यो हामी चाहिँ हलको छेउमा चाहिँ आयौँ तर अनि हामी अहिले हल जाँदैनौँ 3 बजेको सोमा सायद जान्छौँ होला हामी त्यो गाइज आज नै हामी गिटार बजाउँछौँ होला होइन सारङ्गी बजाउन जाँदैछौँ चट्ट के भन्नु जारीको क्रेज यहाँ डह्रो रहेछ यार ए टिकटै नपाउने यार पार कस्तो झुक्कीतिर आयो क्या दोस्त तर मलाई दोस्त यहाँनिर होइन बुलाकी चल्छ जस्तो लागेको थियो कि खोलातिर चाहिँ किन पश्चिमको हो नि त पश्चिमेली पाराको फिल्म हो नि त कर्णालीको जारीको ट्रेन चाहिँ त्यो बुलाकी लेखेको त्यो बुलाकीको पोस्टर मुनि चाहिँ बुलाकीको होला भनेर कोही नगइरहेको टिकट काट्न चाहेर जारीको त्यत्रो लाइन लास्टमा 2टैमा पाउने रहेछ सो त्यही यो टिकट पाउन गाह्रो छ यार यहाँ पनि आज अरू भन्दा पनि दोष होइन नेपालमा है कस्तो राम्रो राम्रो हिरोहरूले है कस्तो नराम्रो केटी खेलाएर हुन्छ मतलब हिरोइन बनाएर हुन्छ होइन दयाङमा त्यस्तोले यस्तो राम्रो केटी पाएर यार त भाग्यमा नि है दयाङ है होइन यस्तो राम्रो केटी यस्तो राम्रो हिरोइनलाई हिरोइन बनाएर खेलाछ मात्र रे होइन अरू हिरोहरू कस्तो के आएको क्यामेरा अरू हिरोहरू नेपालमा कस्तो हेर्छौँ खतरा चक्लेटी बोयहरू छ नि त हिरोइनहरू चाहिँ हेर्नुपर्छ मात्र है किनकि दोस्त गोप्रो बोक्रो बोक्रो होइन गोप्रो के ए गोप्रो कहाँ बोक्रो सोक्रो दिइरहेको टिकट काटेर रुममा आइसक्यो है मान्छे त कति धेरै भिड हो यार हाम्रो 3 बजेको सो छ टिकट ए होइन 3 बजिसक्यो यहाँ यस्तो पोस्टरहरू अगाडि छ है 3 बजे हो हाम्रो छिर्नुपर्ने दोष खोयो दोष नै हरायो यार लेफ्ट साइड गएको दोष तिमी नेपाली कतिको हेर्छौ दोष खतरनाकै हेर्छु खतरनाकै हेर्छौ तर खासै हेर्दिनँ म चाहिँ हेर्छु कि अस्ति नि होइन डेन्जर अची लागिरहेको थियो है अनि त्योभन्दा अगाडि मैले खलनायक हेरेको थिएँ विराज भट्टको एक्सन मुभी हेरेको थिएँ होइन त्यसपछि अर्को दिन बलरा दोषलाई मैले भने दोष लास्ट अझै लागेको छ ह्यानत्यान कुरा गरेँ दोषले मुभी हेरेर नेपाली मुभी जस्तो पुरानो मुभीहरू छ्याल्ली छ त युट्युबमा ह्यानत्यान भयो त्यसपछि कुन हेर्ने भन्ने भयो कि होइन कुन हेर्ने भन्ने भयो होइन दोष भन न यता फर्क न अनि त्यसपछि त्यो हेरेको मैदान फिल्म हेर्ने भयो होइन मैदान फिल्म हेर्ने भएँ मैले त्यसरी दोषसँग फोन राखेर अनि मैदान फिल्म हेरेको मा दोष यार इमोसनल लास्ट बनाइदियो नि यार अरू कोही त मेरो बेइज्जत हुन्थ्यो त्यति बेला यार त्यहाँ हेर मेरो छ लास्ट इमोसनल बनाइदियो क्या त्यो मुभीले होइन मैले लास्टको फ्याट चाहिँ मलाई याद रहेछ बच्चा हुँदा हेरेको नि त लास्टको फ्याट चाहिँ याद रहेछ अरू चाहिँ याद नरहेछ क्या खतरा यार मैदान पहिलाको फिल्म टायस हमाल विराज भट्टको गाइस लास्ट झ्याउ हो यार समय गइसक्यो होइन हाम्रो साथीहरू ढिलो गऱ्यो क्या आउनलाई दोषको सायद गाडी जाम भयो लाग्यो है फेरि अहिले हामी छिर्छौँ होला अरू यो टिकटले अर्को सो हेर्न पाउँदैन अरे यो जस्तो भयो भने गएर छिर्छौँ अनि हेर्छौँ त्यसपछि म प्रतिक्रिया दिन्छु गाइज म फिल्म त म खिच्दिनँ होला यार हात मध्ये त त्यत्तिकै भएन यार केही बुझेन मतलब त्यो फ्यानको हावा है मान्छेले त्यत्तिकै नपसे ठाउँमा सब प्याक है हामीले चाहिँ बुझेन नि त फर्स्ट मतलब अलिक घुम्थ्यो क्या अस्ति हेऱ्यो नि छक्का पर्छ हामीले त्यस्तो भएन यस्तो तरिकाले मजाले हेरेर होइन पत्र तरिकाले गरेको हामीले मजाले बुझिन्थ्यो न्यु इयरको बेला फेरि मलाई जहिले यो जहिले रिट आउँछ फेरि यार
तिमीले जहिले रिटायर न्यु बेलामा अस्ति न्यु मारेको लेक्सन दुईले होइन हरायो दुईले न्यु इयर बेला हराउँछ यो मान्छे चलो मजा आउन नि होइन अहिले त्यो साउन्ड नराम्रो फ्यान गुहाँ उतातिर फेरि अलिकति हल्ला मान्छे क्राउड सानो होइन भाक्कुन हल्ला गराएको छ मजाले फिलिङ दिनु सो गाइज आजको भ्लग चाहिँ सुरुमा जुन खालको भएको थियो सुरुवात होइन त्यस्तो भएन कमेडी भयो क्या अन्तिममा आएर त यता त्यो बिचमा के भयो के बोल्यो होइन कमेडी भयो सो त्यही यो फिल्मको बारे एक्सप्लेन गर्छु भनेको थिएँ के एक्सप्लेन गर्नु होइन त्यो 3-4वटा त्यहाँ उयो थियो होला त्यहाँ होल थियो होला त्यो सब फुलमा त्यो टिकट बेच्नेलाई चाहिँ कुट्नुपर्ने क्या सिट अनुसारको बेच्नुपर्छ नि त होइन त सिट नपाएर सबै मान्छे टेकेन ठाउँमा पनि मान्छे नै जताततै मान्छे नै मान्छे क्या त्यो कस्तो खालको होला यार जताततै प्याकै प्याक सो त्यही थियो आज चाहिँ अनि अरू त के भन्नु हौ सो त्यही बेला बिचमा बढी रफ बोलियो के बोलियो होइन त्यसलाई चाहिँ म फट्टा हानेर ठ्यालिदिन्छु होला कि त्यस्तै के गर्छु है त्यही यो फेरि मलाई मेरो बानी खराब छ अब बेलुका भयो क्या अब चाहिँ रात पनि पर्यो सके हिट गरौँ जस्तो लाग्यो गाइज दोस्त केही भन्नु छ अन्तिममा ल दोस्तको निकै सब्सक्राइब एन्ड सेयर अरे दबाइदिनु होला मजाले गएको थियौँ है ल बजाउ त रातहरू यादमा बितिरहेछन् भावनामा हाम्रो प्रेमलाई सजाइराखे यो जीवन